हाई साथीहरू, आज चाहिँ म धेरै खुसी छु हैन, किनकि आज मैले अनलाइनबाट 2वटा सामान अर्डर गरेको थिएँ, किनकि त्यो आइसकेको छ हैन। त्यो सामान चाहिँ तपाईँले देख्न सक्नुहुन्छ, एउटा फ्लिपकार्टबाट, एउटा चाहिँ एमाजोनबाट हो। अनि यो सामान चाहिँ अब तपाईहरुको लागि चाहिँ केही त्यस्तो नि लाग्दैन होला हैन, तर मेरो लागि चाहिँ धेरै ठुलो कुरा हो हैन, धेरै ठुलो चिज हो। म तपाईलाई खोलेर नि देखाउँछु। पहिले म फ्लिपकार्टको खोल्छु हो, के हो तपाईहरु हेर्नु होला। यो चाहिँ मैले 2-3 दिन अगाडि नै अर्डर गरेको थिएँ, आइसकेको छ। यो चाहिँ के हो भने तपाईलाई देखाउँछु, के हो हेर्नु होला। पोर्चुगल खोल्छु। वाउ, नयाँ मेरो आइडल पोर्चुगल। अब अर्को खोल्नेछु हो, एमाजोनबाट अर्डर गरेको यो चाहिँ। तपाईहरु चाहिँ केही त्यस्तो नै लाग्दैन होला नि, तर मेरो लागि धेरै ठुलो कुरा हो। यो चाहिँ अरुणाचल CR7 क्रिस्टियानो। अनि अर्को चाहिँ अलरेडी मैले किनिसकेको छु, यो चाहिँ पोर्चुगलको टी सर्ट हो। यो मैले सबै अनलाइनबाटै अर्डर गरेको हो। धेरै खुसी छु, किनकि मैले यो धेरै मन पराएर, धेरै राम्रो लागेर अर्डर गरेको हैन, किनकि मेरो आइडल हो CR7। अनि क्रिस्टियानो रोनाल्डो चाहिँ धेरै मन पर्छ, म चाहिँ उसको फ्यान हो हैन। त्यही भएर उसको अहिले मसँग 3टा टी सर्ट भइसकेको छ। अब पछि अर्डर गरौँ, तपाईलाई देखाउँछु। पोर्चुगलको अल नासर अनि पोर्चुगल। तपाईहरुलाई कस्तो लाग्यो? अब मन परे भिडियो कमेन्ट र लाइक गरिदिनु होला, शेयर पनि गरिदिनु होला। मेरो लागि चाहिँ रोनाल्डो चाहिँ बहुत मेरो आइडल हो हैन, मेरो राजा। सबैले मन पराइदिनु होला। ओके, बाई बाई।